हेलो गाइज वेलकम ब्याक टु माई न्यू एनदर ब्लग र आज चाहिँ म घुम्न जाँदैछु एन्ड सबैजना सन्चै हुनुहुन्छ होला म पनि फाइन एन्ड र मेरो ब्याग चाहिँ यहाँ छ र म चाहिँ कहाँ निस्केको होला भनेर तपाईँहरूले गेस गरिसक्नुभयो होला र म चाहिँ आज घुम्न निस्केको छु र आज यो सिटीबाट चाहिँ अर्को सिटीमा जाँदैछु र आजको ट्रिप कस्तो हुन्छ तपाईँले भिडियोलाई लास्टसम्म हेर्नु होला। फाइनली म चाहिँ अहिले जेब्रा क्रसिङमा छु र यहाँ म चाहिँ अहिले चोकमा आइपुगेको छु र आजको मौसम यस्तो चिसो छ र बादल पनि लागिरहेछ, पानी पनि हल्का सिमसिमे पानी परिरहेछ र म चाहिँ छाता ओढेर टक्क यहाँ चाहिँ जेब्रा क्रसिङ अब क्रस गर्दैछु म र हाम्रो ब्लगलाई तपाईँले हेर्दै गर्नु होला। र हाम्रो स्टेसन चाहिँ अब आइपुग्न लागिसक्यो र यहाँबाट म ट्रेनमा चढ्नुपर्ने हुन्छ र टोकियो स्टेसनमा भेटौँला है त, मेन स्टेसनमा। अब फाइनली म चाहिँ टोकियो स्टेसनमा छु र यहाँ चाहिँ धेरै भिडभाड छ र म चाहिँ अब सिनखानसेन चढ्न लागेको बुलेट ट्रेन र टोकियोबाट बुलेट ट्रेन चढेर जाँदैछु। अब मेरो टिकट पनि आइसक्यो र टिकट मैले बोकिरहेको छु, मेरो टिकट रहेको छ यहाँ र यहाँबाट म अब टोकियोबाट चाहिँ म सेन्दाई जाँदैछु र यहाँ चाहिँ मेरो ब्याग पनि यता छ र म यहाँ छु र यहाँ चाहिँ एकदम भिडभाड छ र यता हाम्रो इन्ट्री हुने यहाँबाट इन्ट्री हुन्छ र हामी चाहिँ यहाँबाट जानेछौँ, तपाईँहरूले वाच गर्नु होला। पानी परे पनि होइन, मान्छे चाहिँ अब ट्राभल गर्नलाई छोडिँदैन र ट्राभल गर्नुपर्छ, टाइम मिलाएर तपाईँहरू घुम्नु होला। र म चाहिँ छुट्टीको बेलामा घुम्न जाँदैछु सेन्दाईमा र तपाईँहरू हाम्रो ब्लगलाई कन्टिन्यू गर्नु होला र लास्टसम्म हेर्नु होला। सेन्दाईमा चाहिँ मेरो फ्यामिली हुनुहुन्छ, मेरो सानी आमाहरू हुनुहुन्छ र मामाको छोरा पनि छ र अब सेन्दाईमा भेट्छौँ र हामी ब्लग यस्तो दामी ब्लग बनाउँछौँ र मुङट्याङहरू पनि भिडियो बनाउनेछौँ हामी र मेरो मामाको छोरा पनि छ र मेरो सानी आमा पनि हुनुहुन्छ र उहाँहरूलाई भेट्छु म र नभेटेको धेरै भयो, लगभग 3 साल 4 साल 5 साल मामाको छोरासँग त नभेटेको कति 3 साल लगभग 3 साल भइसक्यो र सानी आमासँग नभेटेको चाहिँ ठन्डै भइसक्यो, 5-6 साल जति चाहिँ भइसक्यो र भेट्न जाँदैछु र मेरो फ्यामिलीसँग। लेट्स सी अब भेटौँ है त, उतै जाउँला है त, उतै भेटौँ ल। ओके एन्ड यहाँ टोकियोबाट हामी जाँदैछौँ सिनखानसेन चढेर, सिनखानसेनको गेट यहाँबाट इन्ट्री हुन्छ हाम्रो, इन्ट्री यहाँबाट हुन्छ हाम्रो। यता देख्नु सक्नुहुन्छ तपाईँले तोहोकु, यामागाता, आकिता, होक्काइडो र म चाहिँ अहिले भित्र इन्ट्री भइसक्यो र मैले चाहिँ यहाँ टोकियोको स्पेसल यो ओकासी भन्छ, यो बनाना ओकासी र स्पेसल टोकियोको यो प्रेजेन्ट हो र यो चाहिँ मेरो सानी आमा र मेरो मामाको छोराको लागि है त, यो स्पेसल्ली उहाँहरूको लागि यो गिफ्ट, यो टोकियोको स्पेसल यो ओकासी भन्छ प्रेजेन्ट हो है त। यो चाहिँ अब चाहिँ ट्रेनमा चढ्दैछु, यहाँ सिनखानसेन देख्न सक्नुहुन्छ तपाईँले, यो टोकियोको बुलेट ट्रेन हो र बुलेट ट्रेनमा चढ्दैछु र उतै भेटौँला है त सेन्दाईमा। ओके बाई बाई। धेरै पछि लङ टाइमपछि अब आफ्नो फ्यामिलीसँग भेट्दाखेरि चाहिँ मलाई खुसी पनि लागिरहेको थियो। अनि म चाहिँ झालझालको उठ्यो, अनि उठेर अनि फ्रेस जाने रेडी भएर चाहिँ निस्क्यो र अहिले जाँदैछु। केही टाइमपछि हामी सेन्दाईमा फाइनली अब चाहिँ एक स्टेसन बाँकी छ र एक स्टेसनपछि चाहिँ हामी सेन्दाईमा पुगिन्छौँ र मलाई चाहिँ ड्रप गर्नको लागि चाहिँ मेरो भाइ आउँदैछ र हामी सेन्दाईमा भेटिन्छौँ है। सेन्दाई र हामी तपाईँलाई सेन्दाईको बारेमा चाहिँ सेन्दाईमा के छ भने चाहिँ तपाईँलाई देखाउँछु सबै कुरा र अब सेन्दाईको स्टेसनमा भेटौँ है त। लास्ट स्टेसन सेन्दाई रहेको छ हाम्रो। अब अर्को स्टेसन नेक्स्ट स्टेसन चाहिँ हाम्रो सेन्दाई पनि छ, यामाम्बीको भन्ने ठाउँमा आइपुग्यो। म चाहिँ टक्क यता देख्न सक्नुहुन्छ तपाईँहरूले, यामाम्बीको 63 र म चाहिँ अहिले यहाँ छु बुलेट ट्रेनमा सिनखानसेन। जापानिजमा चाहिँ सिनखानसेन भन्छ र इङ्ग्लिसमा चाहिँ बुलेट ट्रेन भन्छ। यहाँ चाहिँ बुलेट ट्रेन र यहाँ अहिले चाहिँ रोकिरहेको छ। अब केही समयपछि चाहिँ हाम्रो बुलेट ट्रेन चाहिँ हाम्रो हिँड्छ र यता बाहिरको भ्यू देखेर चाहिँ मलाई होइन गाउँको ठ्याक्कै याद आयो, किनभनेदेखि पुरा घरहरू पनि टाढा टाढा यस्तो टक्क कि अब त्यस्तो धेरै सिटी पनि होइन यता चाहिँ सहर पनि त्यस्तो छैन रहेछ र यस्तो गाउँदेखि जाँदाखेरि यस्तो फिलै कस्तो छुट्टै फिल हुने
र त्यहाँको एकदम फेमस भन्छ नि सेन्दाईको फेमस एकदम एकचोटि टेस्ट गर्न मन लागेको छ टेस्ट गर्छु अनि कस्तो छ तपाईँहरूले पनि भन्छ न फाइनली म चाहिँ अब जाँदैछु सेन्दाई आइपुग्छु सेफली यहाँ सेन्दाईमा आइपुग्न सक्यो र म चढेको बुलेट ट्रेन चाहिँ हो है अब हामी जाँदैछु र मलाई लिन चाहिँ मेरो भाइ आउँदैछ मामाको छोरा यहाँ चाहिँ ट्याक्कै त आइपुग्यो र सेन्दाईको यहाँ स्टेसनभित्र छु अनि यहाँ चाहिँ वेटिङ रुम रहेछ यहाँ वेटिङ रुममा चाहिँ मैले वेटिङ गर्नुपर्ने हुन्छ यहाँ वेटिङ रुम रहेछ र यहाँ म भोक लाग्यो भने होइन यहाँ मैले खाजा पनि खान सकिन्छ र यहाँबाट मैले पोखासीहरू किन्नको लागि यहाँ यता यस्तो रहेको छ यहाँ स्टेसनभित्र पनि यस्तो दामी डेन्जर फेसिलिटी हुन्छ कि यहाँको होइन जापानको फेसिलिटीदेखि लिएर यहाँको वेटिङ रुमदेखि लिएर र यहाँबाट बाहिर निस्किनुभन्दा होइन यहाँभित्रै अब वेटिङ गरेर बस्दाखेरि अब आनन्द हुन्छ नि त होइन अलिकति आनन्द थकान पनि मेटिन्छ होइन अलिकति मलाई चाहिँ किन भनेदेखि अब थकाइ पनि लागिरहेको थियो हिजो होइन काम बिहानसम्म काम पनि गऱ्यो 3 बजीसम्म र काम गरेर म धेरै पनि सुतेन र मलाई चाहिँ काफी थकाइ लागिरहेको छ र भोलि चाहिँ मेरो ट्रिप रहनेछ सेन्दाईको र सेन्दाईभित्रको यस्तो फेमस ठाउँहरू चाहिँ हामी घुम्नेछौँ र सेन्दाई भन्दा बाहिर पनि जान सकिन्छ र तपाईँहरूले वाच गर्नु होला तपाईँहरूले माया गर्नु होला हाम्रो भिडियोलाई लास्टसम्म हेर्नु होला कन्टिन्युली हेर्नु होला र म चाहिँ यहाँ वेटिङ रुममा अब पर्खिन्छु मेरो भाइ आउँदैछ र मेरो भाइले मलाई ड्रप गर्छ र मेरो भाइ चाहिँ साथी पनि लिएर आउँछु भन्दै थियो अब चाहिँ म यहाँ वेटिङ रुममा बस्छु होइन र मैले चाहिँ यहाँ चाहिँ होइन पानी पनि किनिसक्यो र पानी किनेर चाहिँ म अब निस्किँदैछु बाहिर यहाँ सेन्दाईको यो बुलेट ट्रेन स्टेसनभित्र छु र यहाँ स्टेसनबाट म यो न्यू डेज भन्ने चाहिँ हाम्रो यो यहाँ खानेकुराहरू पाइन्छ र खानेकुरा पाउने यहाँ पसलमा छु हामी र यहाँबाट चाहिँ बाहिर निस्किँदैछु बिस्तारै मैले पानी किनिसक्यो फाइनल्ली गाइस न्यू डेको पानी र यहाँबाट म एक्जिट हुनुपर्ने हुन्छ फाइनल्ली गाइस म चाहिँ एक्जिट भइसक्यो यहाँ चाहिँ म चाहिँ होइन यहाँ स्टेसनभित्र छु म चाहिँ एक्जिट भइसक्यो यो हाम्रो सेन्दाईको एक्जिट हुने ठाउँ रहेछ र यहाँभित्र छु म चाहिँ अब यहाँबाट साउथ इस्ट नर्थ कहाँबाट जाने भनेर म आलमलमा परिरहेको छु र यतापट्टि रहेछ हाम्रो यतापट्टिबाट जानुपर्छ म चाहिँ फाइनल्ली हाम्रो भेट चाहिँ भइसक्यो र मेरो भाइ हो चाहिँ मेरो भाइ नि ह्यान्डसम छ हो अनि भाइ के छ नाइस अब मेरो भाइ चाहिँ सेन्दाईमा बस्छ र मेरो सानी आमा पनि हुनुहुन्छ हाम्रो फ्यामिली नै यतै हो सेन्दाईमा बस्छ होइन अब चाहिँ हामी एक्जिट हुँदैछ यहाँबाट फाइनल्ली म चाहिँ सेन्दाईमा छु र सेन्दाई लेखेको यहाँ हाम्रो बोर्ड रहेको छ सेन्दाई लेखेको छ यहाँ चाहिँ सेन्दाईमा आइसकेको छु सेन्दाईको ठुलो सिटीमा छु म चाहिँ यहाँ चाहिँ र यहाँ मान्छेको भिडभाड पनि धेरै छ र यहाँ छु म चाहिँ यहाँ आइसक्यो है त गाइस फाइनल्ली सेन्दाई यो सेन्दाईको क्राउड देख्न सक्नुहुन्छ तपाईँहरूले यहाँ भिडियोमा र धेरैजनाको सङ्ख्यामा रहेको छ मान्छेको यहाँ चाहिँ भिडभाड र सेन्दाई फाइनल्ली हामी चाहिँ सेन्दाईको सिटीमा आइपुग्यो र सिटीमा छौँ र भाइ पनि छ र भाइको साथी पनि छ र दुईजनाले ड्रप गर्न आएको छ मलाई र फाइनली थ्याङ्क यू सो मच एन्ड सेन्दाई एकदम खुसी लाग्यो वाउ खुला आकाशसँगै आजको मौसम एकदम बादल ढुममा लागेको छ र त्यसपछि हाम्रो यस्तो क्यामेरामा अर्को लाज लाग्दो रहेछ क्या अलिकति केही छैन त अब दाइको भ्लगमा आउनुपर्छ है त दाइ भाइरल भएपछि हामीलाई फेरि यसो हेरिदिनु पर्यो भाइहरूलाई अब हामी यहाँ चाहिँ 1-2वटा फोटो सुट गर्छौँ अनि त्यसपछि हामी यहाँबाट फेरि खाजा खानतर्फ लाग्छौँ है त नेक्स्ट टाइम भेटौँला फेरि नेक्स्ट चोटि भेटौँला है त अर्को भ्लगमा भेटौँला अर्को भिडियोमा जोडौँला हामी ओके